अब हाम्रो एकदम इम्पोर्टेन्ट क्वेसन है यो चाहिँ भेरी भेरी इम्पोर्टेन्ट है 100% फिक्स भनेर लेख्दा पनि हुन्छ यो क्वेसन अहिले थ्योरमबाट सोध्ने चान्सेस एकदम हाई हुन्छ अब हेर्नुहोस् है क्वेसन दिएको छ हाम्रो CN, R इक्वल टु n फ्याक्टोरियल डिभाइडेड n - 1 r फ्याक्टोरियल अल्सो सो द्याट CNR प्लस CN, r - 1 इक्वल टु CN + 1 r भनेपछि अब यसलाई के भनेको छ हामी यसलाई यस्तो लेख्न मिल्छ कि नै हाम्रो अहिले प्रुभ गर भनेको यो है हाम्रो मेन क्वेसन भनेको यो त फर्मुला मात्र दिएको यो चाहिँ फर्मुला हो यो चाहिँ हाम्रो के हो फर्मुला हो हैन यो हाम्रो मेन प्रुफ गर्नुपर्ने यो हो भनेपछि सोलुसन है सोलुसन अब हामीलाई यो फर्मुला यस्तोमा नलेखेर अर यस्तोमा लेख्न मिल्छ कि नै NCR हैन NCR प्लस NCR - 1 इक्वल टु NCR + 1 यो फर्ममा लेख्न मिल्छ कि नै मिल्छ है हो यो फर्ममा लेख्न मिल्ने भए त यो र यो भने एउटै हो है यो मैले यो तरिकाबाट मलाई सजिलो लाग्छ त्यही भएर म यो तरिकाबाट तपाईहरुलाई सिकाउँदैछु अब हामीलाई के थाहा छ भने NCR को फर्मुला यहाँ हेर्नुस् है हामीलाई के कम्बिनेसनको फर्मुला NCR = n फ्याक्टोरियल डिभाइडेड बाइ n माइनस r इन्टु r फ्याक्टोरियल यो फर्मुला थाहा छ कि छैन थाहा छ है हो यो फर्मुला यहाँ हेर्नुस् यो यसको ठाउँमा यो फर्मुला लगाइदिनुस् n फ्याक्टोरियल डिभाइडेड बाइ n माइनस r फ्याक्टोरियल र r फ्याक्टोरियल चाहिँ यहाँ हुने भयो प्लस अब हेर्नुस् त यो भनेको n भयो है अहिले r को यहाँ हेर्नुस् अब म यता गरे अब यसको लागि त यो फर्मुला हुने भयो अब यस्तै कम्पेयरिङ गर्दाखेरि NCR - 1 भनेपछि यो भनेको सब r को भ्यालु हो कि यो भनेको के रहेछ सबै r हो भनेपछि अरु यो चाहिँ के हुने भयो n फ्याक्टोरियल जस्ता जस्तै n - r हुने भयो n - r यहाँ छ है n - r माइनस r माइनस प्लस भने चाहिँ यहाँ प्लस हुने भयो n - r अब यो फ्याक्टोरियल अब r फ्याक्टोरियल भनेको कति अहिले यहाँको लागि r - 1 फ्याक्टोरियल बुझ्नुभयो बुझिन्छ है यहाँ हेर्नुस् त अब n फ्याक्टोरियल डिभाइडेड बाइ हाम्रो n - r को छ भनेपछि यहाँ n - r को ठाउँ पुरै यो भनेको पुरा r हो है यो भनेको के हो r हो भनेपछि r प्लसमा छ भनेपछि यहाँ हुने r + 1 नै हुने भयो यतिसम्म त बुझ्नुभयो हैन सरी यो है यो त इक्वल टु प्रुफ गर भनेको हो यसमा पनि यो पनि r हुन्छ तर हाम्रो अहिले चाहिँ यो यसको लागि हो यो r भयो हैन हाम्रो LHS बाट स्टार्ट गर्यो हामीले LHS है LHS यति लगेको छ त्यसपछि हेर्नुस् त यति भइसकेपछि अब यो चाहिँ फ्याक्टोरियलमा भयो अब यो r - 1 फ्याक्टोरियल भयो यतिसम्म बुझ्नुभयो हैन अब एउटा तपाईले बुझ्न के जरुरी छ भने म यहाँबाट बुझाउँछु अब यहाँ हेर्नुस् है हामी यदि n फ्याक्टोरियललाई के लेख्न पाउँथ्यौ हामी n - 1 n - 2 n - 3 फ्याक्टोरियल ... 3 2 1 भनेपछि यो घट्दै जाने रहेछ हैन हो यति घट्दै गयो यसलाई त यो लेख्न मिल्ने रहेछ भनेपछि है यो अब हामीसँग क्वेशनमा यहाँ हेर्नुस् है अब यो साइडको अब यदि यो n - r + 1 भएको भए अब यदि यो n - r + 1 फ्याक्टोरियलमा भएको है यो फ्याक्टोरियलमा छ भने यसलाई कसरी लेख्छौँ भन्नुस् त यसलाई यो भनेको त पुरै n हो नि त अहिले यो भनेको पुरै n हो भनेपछि n जस्ता जस्तै यो फर्ममा लेख्ने n भनेको कति छ अहिले हैन n - r + 1 छ फेरि -1 घटाइदिने हैन बुझ्नुभयो n है हो यहाँ हेर्नुस् अब यो n भनेको अहिले कति छ हाम्रो n को ठाउँमा हामीले n - r + 1 जस्तै राख्यो त्यसपछि अझ अब n - 1 घटाउनु पर्ने छ भने चाहिँ n त यो पुरा यसले त यो n को भ्यालु काम गर्यो नि त अब n को भ्यालु ठाउँ यसले n को भ्यालु जस्तै काम गर्यो भनेपछि त n - r + 1 -1 गर्यो कि नै हेर्नुस् त यो भने n 1 गर्यो है अब यसलाई तपाईले मिलाएर लेख्नुहुन्छ भने चाहिँ यो हुन्छ n - r + 1 और यहाँ हुने भयो यो प्लस माइनस क्यान्सल n - r फ्याक्टोरियल है यहाँ पछाडि फ्याक्टोरियल हुन्छ यतिसम्म बुझ्नुभयो है यो किन गरेको त म यहाँ भन्छु अब तपाईहरुलाई यहाँ n फ्याक्टोरियल डिभाइडेड बाइ अब n फ्याक्टोरियल डिभाइडेड भयो यो अब यहाँ हेर्नुस् अब यतिसम्म भयो हैन अब हामी यहाँ हेर्नुस् यदि n फ्याक्टोरियल छ भने यसलाई के लेख्थ्यौं n
n माइनस 1 फ्याक्टोरियल लेख्थ्यौँ भने अब r भयो के लेख्थ्यौँ यसको ठाउँमा r जस्ता जस्तै r माइनस 1 फ्याक्टोरियल बुझ्नुभयो नि हो यहाँ चाहिँ त्यही लेख्नु पऱ्यो अब हामीले n माइनस 1 चाहिँ जस्ता जस्तै छ फ्याक्टोरियलमा अब r भनेको कति r भनेको r माइनस 1 फ्याक्टोरियल है प्लस यतिसम्म त ठिक छ यतिसम्म त बुझिहाल्नु भयो अब यहाँ हामी के लेख्ने भयो त अब यहाँ n फ्याक्टोरियल डिभाइडेड बाई यसलाई यो त यो भएन अब यहाँ हेर्नुहोस् n माइनस हामीले के अहिले भर्खर नै गरेर के देखाएको थियो भने यदि यो n माइनस r प्लस 1 फ्याक्टोरियल छ भने यसलाई के गर्न मिल्छ र n माइनस r यो गर्न मिल्छ होइन यसको सट्टामा यो लेख्ने भयौँ अब n माइनस r प्लस 1 n माइनस r फ्याक्टोरियल r माइनस 1 फ्याक्टोरियल है यतिसम्म बुझ्नुभयो यो किन गरेको भने अब हामीलाई यसले जसले गर्दा हामीलाई कमन लाग्नलाई सजिलो भयो अब हेर्नुहोस् त यहाँबाट कमन के आयो एउटा n फ्याक्टोरियल आयो माथि न्युमेरेटरबाट डिनोमिनेटरबाट के आयो r माइनस 1 फ्याक्टोरियल एउटा होइन r माइनस 1 फ्याक्टोरियल यो यहाँ पनि r माइनस 1 र n माइनस r छ कि नै भनेपछि यहाँ के लेख्न मिल्ने रहेछ r माइनस 1 फ्याक्टोरियल n माइनस r फ्याक्टोरियल लेख्न मिल्ने रहेछ अनि यहाँ के बस्यो यहाँ 1 डिभाइडेड बाई r है r मात्र r फ्याक्टोरियल होइन 1 डिभाइडेड r प्लस 1 डिभाइडेड बाई n माइनस r प्लस 1 यतिसम्म त क्लियर हुनुहुन्छ होइन अब यहाँ हेर्नुहोस् है अब यहाँबाट हामीले कमन ल्याउनु पऱ्यो भनेपछि यो हामीले एज इट इज सार्यौँ जस्ता जस्तै सार्यौँ n माइनस 1 फ्याक्टोरियल n माइनस r फ्याक्टोरियल अब यो यता जाने भयो होइन भनेपछि डिनोमिनेटरमा फर्स्टमा कमन छ हाम्रो n माइनस r प्लस 1 अब यहाँ हुने भयो n माइनस r प्लस 1 त्यसपछि हुने भयो यहाँ प्लस r हुने भयो अब यो rले यो क्यान्सल आउट गर्न मिल्छ कि मिल्दैन मिल्छ है अब यो चाहिँ जस्ता जस्तै मैले पछाडि सारेँ हेर्नुहोस् त अब हामीले यहाँ अघिल्लो के गरेको थियौँ भन्दा यता यदि यो प्लस माइनस क्यान्सल भएपछि यो n प्लस 1 छ कि नै हाम्रो हो यही नै लेखेको है n प्लस 1 अब एउटा कुरा बुझ्न के जरुरी छ भने यदि हामी n प्लस 1 फ्याक्टोरियल भयो यसलाई के लेख्थ्यौँ n प्लस 1 फ्याक्टोरियल भएपछि यसलाई के लेख्न मिल्छ हेर्नुहोस् त यो चाहिँ यदि हेर्नुहोस् है यहाँ ठिक छ यदि n फ्याक्टोरियल भयो n माइनस n यो लेख्न मिल्छ होइन एउटा त घटेर जाने हो ठिक छ अब यदि n प्लस 1 फ्याक्टोरियल भयो के गर्छौँ भन्नुहोस् त हामी यो फर्स्टमा n जस्ता जस्तै n भनेको n प्लस 1 अब यसमा एक घटाइदिनुहोस् भने चाहिँ n प्लस 1 माइनस 1 फ्याक्टोरियल भनेपछि n प्लस 1 एउटा भयो एउटा यो क्यान्सल भएपछि n फ्याक्टोरियल भयो कि नै भन्ने यसलाई मिलाएर लेख्दाखेरि n फ्याक्टोरियल n प्लस 1 लेख्न मिल्ने रहेछ कि नै यो भनेको यो गर्न मिल्ने रहेछ कि नै गर्न मिल्ने रहेछ भनेपछि यहाँ हेर्नुहोस् त n प्लस 1 यहाँ n फ्याक्टोरियल यहाँ n प्लस 1 n फ्याक्टोरियल छैन त्यसो भएपछि यो इक्वल टु यो भएपछि त मैले भन्न खोजेको n प्लस 1 इज इक्वल टु n फ्याक्टोरियल n प्लस 1 अब यो इक्वल टु यो लेख्न मिल्ने भएपछि त यो इक्वल टु यो पनि लेख्न मिल्ने रहेछ त हो यही लेखेको है अब हामीले यो लेख्छौँ अब n प्लस 1 लेख्ने रहेछौँ माथि n प्लस 1 लेख्यौँ होइन हामीले n प्लस 1 फ्याक्टोरियलमा है n प्लस 1 यहाँ पनि फ्याक्टोरियल भएपछि यहाँ पनि फ्याक्टोरियल नै हुने भयो हेर्नुहोस् त हामीले फ्याक्टोरियल थियो कि हाम्रो यहाँ फ्याक्टोरियल है यतिसम्म त बुझिहाल्नु भयो तपाईँहरूले योभन्दा तल्लो स्टेप मैले के गरेँ भने यो r माइनस 1 फ्याक्टोरियल छ होइन r माइनस 1 फ्याक्टोरियलसँग यो r मैले राखेँ है केही गरेको छैन यो r यता ल्याएर राखेको इन्टु यो मल्टिप्लाई गरेर तपाईँहरूलाई बुझ्न सजिलो होस् भनेर अब यो n माइनस r प्लस 1 छ n माइनस r प्लस 1 सँग हामीले के गरेको भने यसलाई योसँग मल्टिप्लाई गरिदिएको यो rलाई r माइनस 1 सँग र n माइनस r प्लस 1 लाई योसँग मात्र राखेको है मिलाएर मात्र लेखेको यो स्टेप केही पनि गरेको छैन अब एउटा फेरि बुझ्न जरुरी के छ भने तपाईँहरूले यहाँ हेर्नुहोस् है यदि हाम्रो n फ्याक्टोरियल भयो यसलाई के लेख्थ्यौँ भने हामी n माइनस 1 फ्याक्टोरियल हो अब यसैमा r फ्याक्टोरियल भयो के लेख्छौँ त हामी r माइनस 1 फ्याक्टोरियल भयो कि नै हो अब यसलाई यदि यो r फ्याक्टोरियल भनेको r माइनस माइनस 1 छ भनेपछि त यो भनेको पनि यो हुने रहेछ नि त भनेपछि त अहिले हाम्रो के छ अहिले यहाँ हेर्नुहोस् त यो छ कि छैन r माइनस r फ्याक्टोरियल
भनेपछि यहाँ पनि त्यस्तै छ भने चाहिँ यसलाई आर फ्याक्टोरियल लेख्न मिल्ने रहेछ n + 1 फ्याक्टोरियल है यो भनेको आर फ्याक्टोरियल रहेछ कसरी रहेछ यहाँ हेर्नुहोस् मैले यहाँ तपाईँहरूलाई गरेर देखाइसकेको छु हैन यति बुझ्नुभयो अब तपाईँले अर्को के बुझ्नु पर्यो यदि हामी यस्तै हुन्छ भनेपछि अब यसमा n माइनस है n माइनस आर प्लस 1 भएको भए के गर्थ्यो त n माइनस आर प्लस 1 फ्याक्टोरियललाई कसरी लेख्ने त यसलाई लेख्ने बेला यो भनेको त यस्तै हो नि त भनेपछि यो भनेको n को काम गर्यो भनेपछि n भनेको यो जस्ता जस्तै राखौँ फर्स्टमा राखेँ होइन अब यसैमा घटाउने एउटा घटाउँदै गएर फ्याक्टोरियल जोड्दै जाने भनेपछि n माइनस आर प्लस 1 चाहिँ n को ठाउँमा भयो यो पुरा n को भ्यालु अब n माइनस 1 हो कि नै -1 गऱ्यो -1 गरेपछि यसलाई क्यान्सल आउट गर्न मिलेपछि यसलाई मिलाएर लेख्दाखेरि n + 1 यो हुने भयो n माइनस आर लेख्न मिल्ने भयो कि नै भन्नुहोस् त फ्याक्टोरियलमा n माइनस आर फ्याक्टोरियलमा लेख्ने मिल्ने भयो अब त्यसो भएपछि त यो इक्वल टु यो भएपछि त यो इक्वल टु पनि यो हुने रहेछ नि त हुन्छ हैन भनेपछि त अब यो इक्वल टु यो भएपछि त हामीले यो भएको ठाउँमा यो लेख्न मिल्छ मिल्दैन बुझ्नुभयो नि मिल्छ है यहाँ हेर्नुहोस् अब हामीसँग यो नै छ भनेपछि यसलाई के लेख्न मिल्छ अरे n माइनस आर प्लस 1 फ्याक्टोरियल लेख्न मिल्ने रहेछ है अब एउटा कुरा हेर्नुहोस् है हामीसँग यदि एनसीआर फर्मुलाको के छ हामीलाई एनसीआर भनेको n फ्याक्टोरियल डिभाइडेड बाई n माइनस आर फ्याक्टोरियल n माइनस आर अर्थात् आर फ्याक्टोरियल हुन्थ्यो है यहाँ पनि त्यही नै छ यहाँ बुझ्नुभयो कि नै म यहाँ तल नै गर्छु रफली बुझ्नु पर्यो यहाँ हेर्नुहोस् है अब मैले के भने यदि हाम्रो एनसीआर फर्मुला अनुसार यो हुन्थ्यो n फ्याक्टोरियल डिभाइडेड बाई n माइनस आर है आर फ्याक्टोरियल हुन्थ्यो भनेपछि त हाम्रो के फरक छ त यो अगाडि पछाडि हुनु भनेको के फरक हो त होइन नि यो त जहाँसुकै पनि हुनसक्छ त यतिसम्म त बुझ्नुभयो नि जहाँसुकै लेख्न मिल्छ यो पनि फ्याक्टोरियलमा हुन्छ भनेपछि अब यसलाई कम्पेरिजन गर्दाखेरि यहाँ हेर्नुहोस् अब यहाँ n भनेको कति छ अहिले माथि हेर्नुहोस् त यो भनेको n = n माइनस 1 छ r भनेको कति छ अहिले r मात्र छ कसरी r यहाँ हेर्नुहोस् यो भनेको हामी n माइनस आर प्लस 1 छ भनेपछि यसमा हेर्नुहोस् है यसको लागि मात्र यसलाई हामी n प्लस 1 माइनस आर पनि लेख्न सक्छौँ क्या नि लेख्न मिल्छ है किनभने यो भनेको nसँग प्लस हो क्या यो आरसँग होइन आर भनेको त्यत्तिकै छ आर अहिले माइनसमा छ भनेपछि यो यस्तो लेख्न मिल्छ भने त अब यसलाई यो तरिकाले पनि लेख्न मिल्ने रहेछ नि त हाम्रो n + 1 माइनस आर लेख्न मिल्ने रहेछ भनेपछि अब योसँग कम्पेयर गर्दाखेरि यसको फर्मुला यो हुन्थ्यो भनेपछि त अब यो यदि हाम्रो एनसीआर = यो हुन्छ होइन म यो पेपरमा बुझाउँछु अब तपाईँहरूलाई क्लियर तरिकाले यदि एनसीआर = n फ्याक्टोरियल डिभाइडेड बाई n माइनस आर फ्याक्टोरियल आर फ्याक्टोरियल हुन्छ भनेपछि अब यहाँ हाम्रो फरक के छ भने अब यदि n + 1 cr भयो के गर्छ भन्नुहोस् त n + 1 फ्याक्टोरियल है डिभाइडेड बाई यहाँ हुने भयो n + 1 माइनस आर फ्याक्टोरियल इन्टु आर फ्याक्टोरियल हुने भयो कि नै हो यो पनि सेम त्यस्तै छ अब यसलाई कम्पेयर गरिदिनुहोस् यो हुने भयो यसलाई लेख्न मिल्ने रहेछ हाम्रो n + यसलाई लेख्न मिल्छ n + 1 cr भनेको r नै रहेछ है यतिसम्म बुझ्नुभयो यो भनेको LHS = RHS भयो कि नै हेर्नुहोस् त अब हाम्रो LHS = RHS प्रुफ भयो कि नै हाम्रो प्रुफ गर्न के भनेको सोधेको थियो हाम्रो क्वेसनलाई NCR + NCR - 1 = n + 1 CR भन्ने प्रुफ गर भनेको थियो यो भयो हेन्स प्रुभड यो चाहिँ तपाईँहरूलाई 4 मार्क्सको सोधेको छ एकदम इम्पोर्टेन्ट छ तपाईँहरूले भिडियो 2-4 पटक फेरि रिपिट गरेर हेर्नुभयो भने एकदम बुझिन्छ यो एकदम इम्पोर्टेन्ट भेरी भेरी इम्पोर्टेन्ट 100% फिक्स भनेर लेख्दा पनि हुन्छ